Good morning guys, hello, welcome back to my YouTube channel. It's your vlogger Babsa back again with a new vlog. I hope सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आजको भ्लग मैले स्टार्ट गरिसके गाइस. सो अगाडि हजुरहरुले हेरिसक्नुभयो. मैले सबै थोक सब थोक त नभनौं, पाक्न लागिसक्यो लगभग सब थोक हैन. सो पुरी मैले बेलिसके, ढुङ्ग्री पापडी सब छेकिसके. सो म जाँदैछु अहिले मासु लिनलाई खसीको. सो पैसा बोकेको छु, मासु लिन जाँदैछु. म सघाइदिने अनि बहिनी छेक्ने, किनकि बहिनी आएको छ. अभियसली बहिनी आएको छ भने दिदीले के गर्नु पर्दैन थाहा छैन, उसलाई सघाइदिनु पर्छ. बहिनीले पकाइहाल्छ सब थोक हैन. त्यो म जाँदैछु अहिले गाइस मासु लिन. सो बहिनी यहाँ पुरी तल्दैछ, म जाँदैछु मासु लिन गाइस, खसीको मासु. अनि आज हो मेरो गाउँको मेला 7 गते अभियसली हैन. सो लेट्स गो टु टेक मासु. अनि म आएर के भन्नु ल, यही पल्लो घर. मासु काटेको भएकै छैन. सो म हजुरहरूलाई म आफ्नो अर्को घर लग्दैछु. वैशाख पनि लाग्यो गाइस, लाग्यो. कसले कतिवटा मेला गर्छिनु भयो प्लिज कमेन्ट बिलो गाइस. के पाक्यो गाइस, के पाक्यो? ए यहाँ बा ठुलो अन्डियो पाक्दैछ. यसका त धेरै पाहुना आउने वाला छ. सारका मासु ल्याउँछु. मासु पाबेनको दिन कसले खान्छ हरुका साग? उहाँहरूले खानुहुन्छ. कस्तो भने मेरो बहिनीहरू पनि के नहीं खाने से हम करिए छी थोड़ी मारो बरका भेल तो लोग नहीं कल को कोई ने चल तो कन कर जो हमरा कोई कहल के कोई पूछन कल के मेला चल दिया कह के. कसैले कतिवटा मेला गर्नुभयो गाइस, कमेन्ट गर्नुहोला. अनि लास्टमा बनिराख्नुहोला मेरो भिडियोमा. अनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सिनुहोला गाइस मेरो भिडियो. सो लास्टमा बनिराख्नुहोला मेरो भिडियो. सो मासु अहिले काटेर चाहिँ म फेरि घर जान्छु. म के किलो ठोक दिदैछु मासु मासु मासु. के खाँदैछ गाइस हेर्नुस्. यो मैले पकाए अनि यो खाँदैछ एकदम सानेमा. सो मेरो मासु पाकिसक्यो. यो हो खसीको मासु. तेल एकदम थियो यार, पछि बताइदिनु पर्ने थियो. यो खसीको मासु गाइस. अनि यहाँ छ मुर्गाको मासु. फाइनली सबै थोक पाक्यो गाइस. अब नुहाइ गर्ने हो. एकछिन रेस्ट गर्छु अनि नुहाइ गर्छु. यसलाई हड्डी खान धेरै मन थियो. जोस
खानासाना सबै मेजबान पाहुनाहरूलाई खुवाइसकेर आफूले पनि खाएर नुहाइ धुवाइ गरेर रेडी भएर मेलातर्फ लाग्यौँ गाइज। मेरो मम्मी दिदी मौसीहरू आन्टीहरू भाइ बहिनी भर्रा बुढीहरू सबैजना मेला गयो। म चाहिँ सबै फ्री भएर आँगन सागन बनाएर फेरि अनि मेलातर्फ लागेको म र बहिनी अनि सानी बहिनी जान्छ, यो बहिनी जान्छ। यसको 1-2 पोज खिचिदिन्छु अनि जाने गाइज। सो यसको पहिला फोटो खिचिदिउँ 1-2 अनि जानुपर्छ म हजुरहरूलाई। त्यहाँ गएर सायद मायालाई भेट्छु अब अनि एन्डिसालाई भेट्छु। अरू हेरौँ को भेट्दो रहेछ आज। सो गाइज खेते खेत यो सिधा खेत मेला पुग्न लाग्यौँ। अब अगाडि छ मेला। अब बहिनीहरूको यहाँ टिकटक चल्दैछ होइन। यस्तै हो यो पालि रिजन आएन भ्लगमा, घर पनि आएको छैन मेलामा होइन। सो अस्ति 4 गते पनि उसको घर गएको थिएँ तर त्यहाँ गएर मैले भ्लगै बनाइनँ। अनि के भन्छ मेरो घरमा दिदी ठुलो दिदी अनि अङ्कल मौसी अनि छोराछोरीहरू भाइ बहिनीहरू टन्नै थियो। अघि हेर्नुभयो हजुरले। उनीहरूले खानासाना खुवाएर फाइनली फ्री हो माई गड। अनि वान थिङ आज के भन्छ हाम्रो 7 गतेको मेलामा गाइज फर्स्ट टाइम रोड टेपिङ पनि आएको छ। हुन त पहिले नाउहरू आउँथ्यो, यो पालि रोड टेपिङ पनि आएको छ। हेर्न सक्नुहुन्छ अगाडि आइसक्यौँ हामी मेला पुगिसक्यौँ लगभग। मेला नजिकै छ मेरो घरदेखि, हल्का हिँड्दै आयो खेत पुगिहालिन्छ। सो यो पालि रोड टेपिङ पनि आएको रहेछ। अरू बेला नाउ आउँथ्यो अनि अरू त्यो बच्चा खिचाएको खेल्ने त भन्ने हाल्छ सब साल। यो पालि नाउ छैन रोड टेपिङ चाहिँ रहेछ। तर आफू चाहिँ नखेल्ने भयो। मेलामा दर्शन गरेर एन्डिसा घरतिर जान्छु गाइज। सो ओहो माइजुश्रीहरू सेट मेला पनि गरेर आइसक्नु भयो। मेला गर्दा बजार पनि गरेर आइसक्नु भएछ ल। मेरो मम्मीहरू पनि आइपुग्नु भएछ गाइज। मेरो मम्मीहरू मेलाबाट फर्किसक्नु भयो। बाई पुप्पू इसले मेला गरेर आइसक्यो, सबैजना मेला गरेर आइसक्यो। बाई 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 गर्दै जा ल मेला हामी जाऊँ। मम्मीहरू फर्किसक्यो। टेपिङ अरू के छ गाइज। सो लेट्स गो दियर नजिक। ओ माई गॉड गुडनेस ये कोठाको दर्शन गरेर जाऊँ भनेको त्यहाँ कुदे दादु दर्शन How are you? Happy New Year ढिलो भयो नि। Happy New Year ढिलो भयो नि। ल न दर्शन गर्न जाऊँ। अच्छी लग रही है तू बहुत बहुत बुरी लग रही है मुझे पता है। हेलो दर्शन भइसक्यो ले त हम दर्शन गर्दैछु ल। पुरा पक्का गए यति आइ त चॉकलेट आइसक्रीम 20 रुपया। ओ सेट यस्तो गर्मीमा यार कुर्ता नै भावे हमरा। दर्शन करबे खाली तोरे कच्चे हो ना हैक के टाइमिंग है बॉस।
के खाने के आँखा हो व्हाट इज दिस आँखा एकदम झ्याप झ्याप छ सल्टिनी हाल्यो मेरो भाउजू सिरी जान भ्या छैन म पल्लो घर एक्लै गर्नुपर्छ त अनि What is this? What is this? सबसे ढिलो आउने यो मान्छे अघिदेखि बसिरहेको छु गाइस एक्लै हमारे घर से निकल के तोरा फोन करने छ टेलीफोन फुर्सद हुनु पर्यो नि ओ मोर त्यही हो फुर्सद सब काम सकाएर नि आएको म घर ठक्कै जाने त ठक्क भेट हुन्छ गाइस यो अनि कतै नाच बाबा पनि मेला हो हेलो गाइस मेला रोटे पिङ नै घुमिरहेको छैन बहिनीले खेल्दैछ यो चल रोटे पिङ चल्दैछ हामीमा दम छैन त्यति हिम्मत छैन त्यति तर मैले कथा जन्म कटाइसके 100 मा गएर सबसे ठुलो रोटे पिङ मैले खेलिसके कमजोर मुटुवालाहरू त्यसमा म पनि पढ्छु तर मैले आफ्नो कथा जन्म कटाइसके गाइस मलाई अब केही छैन नखेल्दा पनि हुन्छ यसमा मलाई बोगी तेरे लिए यही सही है वो नहीं सही है शुक्रबार पार्टी गाइस आउनु नजारा देखो और खाओ भीडको कारणले त्यहाँ चरपटे खान पाइनौं अहिले खाँदैछु मेला पनि सकियो पैसा सकियो मेला पनि सकियो पैसा हजम मेला सकियो मेला पनि सकियो पैसा पनि सकियो गाइस सो गाइज पैसा पनि सक्यो मेला पनि सक्यो चरपटे खाएर पनि सक्यो मेरो बहिनीले पान खाँदैन किनकि अब खाँदैन अनि बाइ द वे मेलामा पान खाएर सान देखाउनु पर्यो लास्टमा सो मेला सेला सक्यो गाइज आजको हो त्यही हो पान खाएर सान देखाउनु पर्यो अनि आजको भिडियो गाइज यति नै हो होप हजुरहरूले मेरो भिडियो इन्जोय गरिदिनु भयो के देखाएँ त्यसको लागि धेरै सरी गाइज माया भेटेको थियो माया पछिबाट भेट्यो एन्डिसा घर जानेवाला थियौँ ठ्याक्क बाटोमा भेट्यो किनकि दादा घर गाउँको पनि मेला हो त्यही कारण दादा बाटोमा भेट्यो गाइज भेटिहाल्यौँ गइहाल्यो सो गाइज मेला सेला सकियो होप हजुरहरूले मेरो भिडियो इन्जोय गरिदिनु भयो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद म फेरि पनि आउने छु आफ्नो नयाँ भिडियो लिएर चाँडै नै छिटै नै त्यतिन्जेलको लागि लभ यु टेक केयर एन्ड लभ यु सो मच सो पान खाम गाइज अनि अब कुन मेला गइन्छ होइन अरूहरू पनि थाहा भएन कुन मेला गइन्छ मेला गयो भने भ्लग आइ नै हाल्छ गाइज गएन भने त त्यही घरमै बस्ने हो सो गाइज त्यतिन्जेलको लागि लभ यु टेक केयर और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए।